देखेर भो त एकबाट क्रिम लाको एकबाट क्रिम खाको दाँत पनि चिटिक्कै छ यति राम्रो राम्रो ह्यान्डसम फिटा आउलान् भनेर पुरुषले दाँत मोल्या हो र खाक्सीले दाँत मोल्या आछ नि ह्याप्पी मो हर्पी हर्पी चाहिँ उहाँले प्रयोग गर्ने गरेर होला खोलिहाल्नु हजुर म त यहाँका राम्री राम्री केटी देखेर दङ्ग परे कति राम्रा ती कहाली हिसी परे कि त कति राम्री है के केटीलाई राम्री भनेर मेरो लिङ्गमाथि शङ्का गरेर हो क्या आइम सरी आइम नट अ लेस्बियन है प्लिज तर खोज्नु प्रशंसा त गर्न पऱ्यो नि होइन हुन त यता भमरा छँदा छँदै म फुलले किन प्रशंसा गर्नु त्यही पनि हे प्रभु केटा खोजेर हिँडेको पनि 1 वर्षको केटै पाइँदैन के भएको घर छोडेर हिँडेको त कतिको घर किन छोडेर थाहा छ त्यो धुर्मुसे छ नि त्यो धुर्मुसेको बुढी छ नि सुन्तली त्यसले साह्रै अन्याय गरे कि हेर यी नम्रता नानी जस्तो बुहारी पढ्या भए अलि अगाडि भेट भयो ए नानी कति राम्री तिमी फिल्ममा खेल्छौ होइन हेर धुर्मुसेको बेली नानीसँग गर्दिन पाए भए कति सुख दिन्थिन् होली है हजुर सौदा म एक दलमा विश्वास गर्छु बहुदलमा गर्दिन यस्तै भनेर भनिराखी केटा नपाएको त होइन क्या दारी बाले एउटा केटा खोज्या थिए कान्छुले हो र डक्टर तर के गर्नु नेपालमा डक्टरहरू घाँटीको अपरेसन गर्नुपर्ने पाठे गरी निकालेर फ्याँकिन्छ त्यही भएर त आजको डक्टरलाई त मैले रिजेक्ट गरिदिएँ तक्ने बुढो छैन तक्ने बुढोले मलाई क्राकिट केटा पनि खोज्या थियो क्या अनि कस्तो हुँदो रहेछ त टराफी भनेर एक दिन बाटोमा बसेर त्यो थापाथलीमा बसेर हेरेँ यसो गर्दो रहेछन् होइन छोटा छोटा लुगा लागा केटीहरू
परिगरी एक हप्तासम्म फेसबुक चलाइ अनि है हाई हेलो हुँदा हुँदै अहिले अङ्ग्रेजी जानी के भन्छ त्यो आलुको बिउ क्या आई लभ यु भन्न पनि जानी अनि एक हप्तापछि 15 दिन भयो अब त साह्रै बोल भेटौँ अब के गरौँ भनेर केटालाई भेट्न मलाई म पनि चिरी च्याट्ट परेर भेट्न गएको है फोटा त साह्रै राम्रो सलमान खानको जस्तो फेस टु फेस भेट्दाखेरि त हनुमान रहेछ भत्त म त गराएर त्यसलाई मैले हटाइदिएँ त्यसपछि मैले ल गर्ने चक्कर छोडिदिएँ हाम्रो ऊर्जा मन्त्री हुनुहुन्छ यता गइसक्नु भयो छैन हुनुहुन्न अघि न उहाँले लोड सेडिङ 3 वर्षमा घटाउनु भन्नुहुन्थ्यो एक उयो केटाहरू उहाँको मन्त्री कार्यालय पछाडि धर्ना दिएर बसिरहेको थियो केटाहरूले किन धर्ना दिएको भनेर सोधे त लोड सेडिङ घटाउने भोगाइ घटा होइन भने हामीले पाको पच्चा सबै लगेर पाल्दै लोड सेडिङ बढाइ गर्दाखेरि जनसङ्ख्या बढाइ भएछ भन्न मात्र हुनुहुन्न रहेछ त्यही पनि 3 वर्षमा लोड सेडिङ घटाउँछु भन्नुभएको छ 10,000 मेगावाट भन्नुभएको छ उहाँले लोड सेडिङ बन्द गर्नु भएन भने चाहिँ नेपालको जनसङ्ख्या एक दिनमै 10,000 हुन्छ अब कति पे गर्नुको कुरा गर्नु भनेर म पनि ऊर्जा मन्त्री हाम्रो नम्रता सापकोटा जस्तै इन्डिपेन्डेन्ट गर्ल भन्छन् नि आई लभ यु थ्याङ्क यू भेरी मच यति हो अङ्ग्रेजी है इन्डिपेन्डेन्ट पनि आइयो इन्डिपेन्डेन्ट हुनु पर्यो भनेर म पनि काठमाडौँ आएँ नि फिल्म खेल्नु पर्यो भन्था नि अनि चोबारमा गई सुटिङ हुँदैछ भनेर हेर्न गएको है हे आमा पहिला तस्विरदेखि पाउँसम्म लुगा लाउँथे नाच्दाखेरि पनि यो हो मेरो प्राण भन्दा प्यारो माइती घर भनेर नाच्थे अहिले आज भोलि त यति छोपे आउँदा रहेछ नि यति वाङ्ग अनि फेरि यति छोपे आउँदा रहेछ अनि नाचे कसरी नाचे त्यो यो हो मेरो प्राण भन्दा प्यारो माइती घर यो माइती घर हो गीत कति राम्रो आगे तपाईँको गोला पछि मेसिन गन बर आज त के नाच्यो त्यो आगे तपाईँको गोला पछि मेसिन गन बर यो मेसिन गन हो यो तोपको गोला हो यस्तो हिरोइन बनेर इज्जत फ्याँक्ने भन्दा यो निर्मली दत्त पण्डितको इज्जत धेरै छ भन्ने लाग्यो मलाई त त्यही भएर हिरोइन बन्ने प्लान पनि क्यान्सल हजुर होइन कति ह्यान्डसम कि अघि त्यो बाटोमा बसेर एउटालाई कस्तो गजबको है अलि हाइटी नै हुनुहुन्थ्यो अनि अगाडि गएर दाइ तपाईँ त कस्तो ह्यान्डसम भनेको दाजुको खुसी भएर आइफोन गिफ्ट गरिगयो अनि घरमा गएर यसो राति सुतेर यसो हेरेको त टुच्च मिस कल आउँछ कसको रहेछ भनेको त त्यही दाइको रहेछ त्यति राति मैले पनि मिस कल दिएको नि नबुझे जस्तो गरेँ कुरो बुझेरै नबुझे जस्तो गरिदिएँ त्यति मध्येलाई त कसले बुझ्छ कुरो होइन बरु आइफोनै फिर्ता गरिन्छ कुरोको ज्यान पनि बुझिरहेछ ती दाइले मलाई आइफोन किन गिफ्ट दियो भनेर यसो विचार गरेको त तिनको बुढी पहिला गएको रहेछ म जस्तो निर्मली जस्तो ब्युटिफुल पाएपछि दिँदैन नि त आइफोन हजुर कति कुरा गर्न मन लागेको छ कस्तो मान्छे रहेछ भयो म चाहिँ वास्तवमा केटा खोज्न आएको कोही केटा पायो भने मलाई भन्नु होला है केटा कस्तो आफू छेउछेउमा गर्लफ्रेन्ड राखेर उरे अहिले गर्लफ्रेन्डले लाछिरहने थाहा हुन्छ मलाई एउटा राम्रो केटा चाहियो है मलाई मात्रै होइन हाम्रो यहाँ कार्यक्रमका आयोजक सावित्री ढुङ्गानाजी नि बिहे गर्नु भएको छैन